नमस्ते नमस्ते। हुन्छ यहाँ सबैजनाको भनाइ चाहिँ के भयो भने यहाँ कतिपय मान्छेहरूको आफन्तहरू यो लाइभ हेर्दै हुनुहुन्छ होला। एकचोटि माथि कोही हुनुहुन्छ भने हराउनु भएको छ भने त्यस्तो मान्छेहरू कोही हुन्छ भने माथि गेस्टमा लगेर एकचोटि त्यो त्यति हेल्प गर्न मिल्छ नि। खोइ यसो कमेन्ट सोध्नु न कोही हराउनु भएको छ भने सोध्नु न कसै तपाईँहरूको यदि यो लाइभ हेर्दै हुनुहुन्छ भने तपाईँहरूको आफन्तहरू हराउनु भएको छ गर्नु भएको छ भने यदि 11,000 जना हेरिरहनु भएको छ तपाईँहरूको यहाँबाट यति सहयोग हेल्प हुन सक्छ है। कोही हुनुहुन्छ गाइज साथीहरू भने एकचोटि सबैसँग गफगाफ गरेर निस्किनु न त आज। हुन्छ नि त तर कसरी नि भन्ने कुरा हो खै धेरैले भन्नुभयो। हजुर हजुर म यहाँ कोही हुनुहुन्छ माथि आउने भन्नु त। हाम्रो मामा हराउनु भएको छ पिटी पार्खिनलाई लानु त माथि है। पिटी पार्खिन तल तान्न मिल्छ? मैले त मिल्दैन अप्सन छैन नि दाइ मसँग। एकैछिन है कता आउँछ खै म त यत्रो भिडसम्म देखिनँ यार। नमस्ते सन्चै तिमी? ओ सानी सन्चै छु। तपाईँलाई सन्चै हुनुहुन्छ? ठिकै छ यार। मानव त हराइहाल्यो त। त्यो त हो कि अब खै कसले के पाख्यो भन्नु थाहा यार मलाई कस्तो भर्खर देखिरहेको थियो यहाँनिर अब खै कमेन्ट गर्नुहोस् त फेरि तपाईँ के पाख्रिन्छ भन्नुहुन्थ्यो। एकजना के अरे भेनाजुहरूमा भन्नु मलाई ताने खाइ आउनु चाहिँ कुनै सुनिजी नमस्ते हजुर। हेलो सोनीजी नमस्ते नमस्ते। लाइभ गरेर त्यसै नमस्ते गर्दिनँ म यार। सुनिजी नमस्ते हजुर। हजुर नमस्ते। सन्चै हुनुहुन्छ तपाईँ? सन्चै। कुन ठाउँदेखि हुनुहुन्छ? म बर्दियादेखि। मैले झ्याप्प तपाईँ कमेन्ट देखेँ। हजुर के भेनाजु हराउनु भएको छ सम्पर्कविहीन हिजोदेखि नै हुनुहुन्छ। कहाँ जानु भएको थियो र भेनाजु? त्रिशुली। ल फोटो छ? डिडी रोको रोए हुनुहुन्छ। तपाईसँग फोटो छ? फोटो अहिले यहाँ फोटो छ एकचोटि यो क्यामेरा अन गरेर देखाउन सक्नुहुन्छ हजुरले? फोटो त छैन फेसबुकबाट तान्नुपर्छ अहिले। यदि त्यही हामीले अब यहाँबाट गर्ने भनेको यत्रो 11,000 जना हुनुहुन्छ। सबैजनालाई नमस्ते। नमस्ते नमस्ते सन्जुजी। मेरो आजी पनि पर्नु भयो के बिचारा यार। म उता के अरे गोसाइकुण्ड जानुभएको थियो के अरे यो रक्षाबन्धनमा के हुने रहेछ नि त। अनि त्यही के भन्छ अरे भोटे गोसीकै उसमा होटेलमा बिहानको 8 बजे भन्दा अगाडि चाहिँ अब म यहाँबाट खाना खाएर निस्किन्छु भनेर बस्नु भएको थियो अरे। अनि त्यहाँबाट फोन हानेको कति दिन भइसक्यो लाग्दैला होइन। के गर्ने यार स्ट्रङ अब गेम पनि। मेरो आजीको साथी र मेरो आजी जानुभएको थियो। सम्पर्क पनि हुनुहुन्छ? फोनै राखेन। अब हामीले यहाँबाट गर्न सक्ने भनेको तपाईसँग फोटोहरू छ। यदि यहाँ 11,000 जनाले हेर्दै हुनुहुन्छ अनि उहाँहरूले कहीँ कतै देख्नुभयो भने उहाँहरूले कहीँ कतै भेटाउनु भयो भने केही गर्न सक्नुहुन्छ। उहाँहरूले उद्धार गर्न सक्नुहुन्छ। तपाईँसँग फोटो छ भने एकचोटि क्यामेरा गरेर राखिदिनुहोस् न। त्यही जाँदाखेरिकै लुगा लाउनु भयो। एकछिन बसेर म स्क्रिनसट गर्छु। त्यो फोटोमा ऊ भएको अनि कन्ट्याक्ट नम्बर सहित भएको भयो भने झनै राम्रो हुन्छ होला। अरू सुनाउनुहोस् रविन दाइ के छ? दाइ सान भिका जीसीलाई मात्ता नि त। सान भिका नाम खै फेरि कमेन्ट गर्नु त। यत्रो त्यो कमेन्ट कसरी हेर्नु हो खै। नाच्यो यार उम्मीद राख यार सबै ठिक हुन्छ यार। खै भाइ के भन्नु कसरी देखाउने यहाँ फोटो बिचारा यार। सानबिका तल दाइ म हो भन्नु भएको छ। खै सानबिका जीसी लेख्नु भएको त्यहाँ जीसी। अब नानु चाहिँ आज हुनु नानु चाहिँ तपाईँ कता हुनुहुन्छ? नानुले झापा जाता हुनुहुन्थ्यो क्या?
म सेयर गर्छु नानुजीलाई र पनि लास्ट टेन्सन भयो तलनेरि दाई भनेर लेखिरहनु भएको छ तान्नु न हजुर हजुरले एकचोटि सेयर गर्नु त नानु दिदीलाई एकजना सानबिका कता हुनुहुन्छ बिका होइन सानबिका जीसी पनि हुनुहुन्छ क्या त्यहाँनिर तान्नुहोस् त रबिन चाहिँ अनि सन्जु पोखरदै जानुभएको अब चाहिँ अँ तेरिका यार कसरी तान्ने कसरी हो कि देखाउने जान्दै जान्दिनँ भाइ देखाउन पर्ने मलाई त देखाउनै आएन त दाइ कसरी देखाउने यस्तै हो कि दुईजना जानुभयो नामै म त आएन हौ त सानबिका जीसी खै कता हुनुहुन्छ खै के यत्रो धेरै मान्छे कता सानबिका जीसी हुनुहुन्छ यहाँनिर दाई भनेर लेख्नु भएको क्या कता होला न तपाईँले चाहिँ फेरि कोही पनि देख्दैन आफ्नै मान्छे मात्रै देख्नुहुन्छ त्यस्तो होइन 11 जनाको त हेर्दैन कस्तो कुरो गरेर तपाईँ हेरेर नमस्ते सानबिका जी सन्चै हुन्छ हजुर दाइ सन्चै छु मेरो बहिनी ज्वाइँ स्वास्थ्य कर्मी हो हराउनु भएछ भेटिनु हो चाहिँ कुन ठाउँमा हुनुहुन्थ्यो नि टिमुते भन्ने ठाउँमा तपाईँ चाहिँ हाल कता बाहिर हुनुहुन्छ कि नेपालमै अमेरिकामा छु बिचारा यार सकिरहेको छैन दाइ तपाईँबाट मिल्छ भने तपाईँहरूको मान्छेले नि कतै देख्नुहुन्छ भने देखिदिएको होला आज महिनाको छु मान्छे परेको छ बिचारा जी तपाईँसँग फोटो छ त्यो फोटोहरू भयो भने यहाँ राख्नु भयो भने सब मिल्छ नानुजी फोटो छ तर हजुर नमस्ते कसरी देखाउनु मिल्छ गेस्टमा बसेर कसरी फोटो देखाउनु मिल्छ मिल्छ नि भिडियो उहाँले भिडियो अन गर्नुपर्छ मिल्दैन जस्तो लाग्छ मलाई त होस्टले मात्रै मिल्छ हो कि जस्तो लाग्यो दाइ होइन मिल्छ मिल्छ होला एकदम हामीले जस्तो पनि मिल्छ मिल्छ हामीले नि मिल्छ जसरी सरदिले पनि यसो देखाउनु भएको थियो मिल्छ क्या हो मिल्छ रविन दाइ मिल्छ बिचारा नानुजी हजुर ऊ सन्जु त यहीँ पोखरा आएको यार हामी यही पोखरा बिचारा उसको नि पर्नु भएको छ यार आफ्नो धेरै यार मेरो त झन् सासूको छोरा जेठो छोरा परे के सानबिका जी तपाईँको क्यामेरा अन गरेर हजुरको फोटो मेसेन्जरमा हालिदिन मिल्छ त्यहाँ के कस्तो हुन्छ म्यासेजमा मेरो मैले जान्दिनँ हालिदिउ न ए उहाँलाई हालिदिनुहोस् मलाई म्यासेजमा हाल्नु न। यहीँ देखाउनु भयो भने यत्रो 11,000 12,500 समथिङ 12,000 जना हुनुहुन्छ उहाँहरूले सेयर गर्नुहुन्छ उहाँहरूले काहीँ कतै उ गर्नुहुन्छ नि त यहाँ यत्रो जना हुनुहुन्छ नि त म नि भिडियो बनाएर हालिदिउँला सिस्टर 20 है के गर्नु मेरो नि दुईटा सासू हो के दुईटा सासू हो अनि अहिले घरमा हुनुभएको मेरो कान्छी सासू हो उहाँको पहिलापट्टिको छोरा जेठा छोरा पढ्नु भएको छ के एकैछिन मैले सन्जुको देखाएँ ल उहाँ हुनुहुन्छ उहाँ मेरो आज दायाँ हट्नु त दायाँ अलि बायाँ हट्नु न कसरी देख्नु सन्जुजी भन्नुहोस् त भन्नुहोस् ल हजुर उहाँ सन्जुजी भन्नुहोस् त मेरो आजी हो अनि उहाँ चाहिँ उता के भन्छ अरे गोसाइकुण्ड जानुभएको थियो कि दर्शनको लागि अनि त्यस पछाडि बिहान होटेलमा चाहिँ अब हामी यहाँबाट निस्किन्छौँ है भनेर फोन हान्नुभएको त्यसको हान्ने लगतै अनि त्यस्तै न्युज आयो कि अनि त्यहाँबाट कन्ट्याक्टमा नि हुनुहुन्न फोन पनि लाग्दैन खै नेट नभएर नलागेर हो कि कतातिर हुनुहुन्छ केही थाहा छैन तनाव कोही कसैले देख्नु भएको छ भने प्लिज उहाँ चाहिँ मेरो आजी हो है कतै देख्नु भएको छ भने भनिदिनु कति भइसक्यो गोसाइकुण्ड जाने भनेर उहाँहरू चाहिँ त्यहाँ जान लागेको तर त्यहाँबाट फेरि अर्कै बाटो गएर हामी सुरक्षित छौँ भनेर एउटा ग्रुपमा भिडियो आएको थियो नि होइन त्यहाँ हुनुहुन्न उहाँ हामीले हेरिसक्यो हुनुहुन्न त्यस्तै बिहानको 8-9 बजेतिर कल गर्नुभएको थियो अनि त्यहाँबाट चाहिँ छैन पुरै भएको छैन झन् म त यता
बाहिर छु यता अमेरिकातिर उतै नेपालतिर कुरा गर्नु भइरहेछ अनि खै जानुभयो मैले त्यो रोबिन खड्का भन्ने हुनुहुन्छ नि यताको साइडको उहरू उहाँलाई मेसेजमा पठाइदिएको छु उहाँको फ्यामिलीको फोटो बहिनीको ज्वाइँको छोरी ल सानभिकाजी भन्नुहोस् ल उहाँ नै होइन तपाईँ आफन्त हजुर उहाँ मेरो बहिनी हो छोरी मेरो बुवाको चौकीमा हुनुहुन्थ्यो अनि हिजो मात्रै काठमाडौँ आउने कुरा थियो बिहान 10 बजेको थियो तर बिहान नै उहाँहरूलाई सम्पर्क के तपाईँले नामसहित भनिदिनुहोस् न कोपिला केसी हुनुहुन्छ अनि गोरा कोपिला केसी हो राधेसँग कुरा भएको थियो उहाँले सम्पर्कमा हुनुहुन्न भनिसक्नु भएको छ भन्न त तर रबिनजी यहाँ तलपट्टि मेरो दिदी हराउनु भएको छ भनेर लेख्नु भएको एकछिन मैले ताप्ले सुने दाइ पनि हराउनु भएको छ अरे बिचरा ताप्ले जुन कता आउनुहोस् त टिप्लिङ हो र जी माथि आउनुहोस् त उहाँलाई तान्नुहोस् त हेलो हेलो नमस्ते हजुर नमस्ते हजुर नमस्ते अनि अब उनीहरूको चाहिँ को हराउनु भयो खै सो डिटेल्स भनिदिनु न हजुरले दाइ हराउनु भएको छ भन्नुभएको छ हजुरले भनिदिनु न हेलो टिप्लिङजी कहाँ म्युटमा बसेर हुन्छ त नि यो माथि ठुलो यो के अरे यता मैले राखेको आइडीमा तपाईँहरूले उहाँहरूलाई कहीँ कतै भेट्नुभयो भने कहीँ कतै देख्नुभयो भने उहाँहरूको आफन्तसम्म खबर पुर्याइदिनु होला खै त टिप्लिङ चाहिँ बोल्नु भएन यार लास्ट तनाव भयो यार सोल्टी म त ए सरी टिप्लिङ चाहिँ माफ गर्नु म त उहाँले त्यो फोटो देखाउनु खोज्नु भएको थियो होला पाउनु है म तानिदिन्छु तान्दा म त बोल्नु भनेको त्यही भएर होइन मध्ये कतिले हाम्रो ब्याकग्राउन्ड देख्नु भएको फोटोलाई कोही चिन्नुहुन्छ भने प्लिज है नजिक कोही भए यसो प्लिज हेर्नुहोस् त यसो हेल्प गर्नुहोस् ल गाइज ल मेसेज गर्नु कता त्रिशुलीतिर भन्नुभएको होइन त्रिशुलीतिर होइन माथि बोटेको अनि हाम्रो सानविकाजीको उहाँ चाहिँ कहाँदेखि हराउनु भएको उहाँ चाहिँ उता लभ भन्नु भएको थियो नि त नामजी हजुर उहाँ चाहिँ टिमुरे स्वास्थ्य चौकीको इन्चार्ज हो उहाँ खम्बु बोरा चाहिँ कोपिला मेरो चाहिँ कोठामा हल्ला छ कि त्यही भएर मेट्रो बस्यो हो क्या अनि उहाँको घर चाहिँ रुकुम हो उहाँ चाहिँ त्यही जागिरीको सिलसिलामा जानुभएको थियो तर कोही पनि सम्पर्कमा हुनुहुन्न अहिलेसम्म मेरो दाइ उहाँलाई पालो तानेर माथि नानो दिदीले तान्छ माथि अनि उहाँहरूको आफ्नो अनि उहरू सुनाउनुहुन्छ अनि त्यसरी गर्दा चाहिँ ठिक होला एकछिन यति 10-15 मिनट टाइम दिनुहोस् अनि त्यसपछि इन्ड गर्नु होला है ठिक छ नि त हजुरहरूले हेर्नुहोस् त उहाँहरूलाई अब हाम्रो 11,300 जनामा उहाँहरूलाई कसैले देख्नु भएको छ कतै काहीँ हजुरहरूले सूचना पाउनु भएको छ भने प्लिज है सम्पर्क गरिदिनु होला सेयर गरिदिनु होला कन्ट्याक्टमा ल्याइदिनु होला हाम्रो ठुलो पर्दामा रहनु भएको ब्रदरलाई सबैले एकचोटि फलो गरिदिएर चाहिँ तपाईँहरू कसैले पनि कहीँ कतै देख्नुभयो भने सूचना पाउनुभयो भने चाहिँ उहाँलाई सेयर गरेर खबर गरिदिनु न ल है मुटुहरू सबैजनाले यस्तो बेलामा सबैलाई कति आपत पर्छ आफ्नो मान्छे हराउँदा गुमाउँदा भन्ने कुराहरू तपाईँहरूलाई पनि महसुस हुन्छ है एकचोटि उहाँलाई चाहिँ फलो बढाउनको लागि होइन कि एउटा मानवीय हिसाबले चाहिँ यदि हामी 11,200 जना मध्येमा उहाँलाई चाहिँ राम्रोसँग हेरेर चाहिँ कहीँ कतै पनि हजुरहरूले सूचना पाउनुभयो भने अथवा कुनै मिडियाले हाल्नुभयो भने कसैले फोटो खिचेर हाल्नुभयो भने होइन
अलिकति जे भए पनि होइन सास रहनुजेल चाहिँ आस हुन्छ भन्छ नि त्यो तरिकाले हजुरहरूले उहाँलाई सेयर गर्न सक्नुहुन्छ है सबैजनाले है नानु दिदी बुद्धि बहादुरलाई अफ गर्नुहोस् त बुद्धि बहादुरलाई हस् सुनिता के अफ जोइन भनिरहनु भएको छ उहाँले सुनिता के होइन उहाँ भ्युवर्स हो छोडिदिनुहोस् भ्युअर्स हो हजुर हामीलाई यति बेला पीडित चाहियो कि पीडित आफ्नो आफन्तको पीडितलाई चाहिएको हो कि यति बेला हामी यो सामाजिक सञ्जाल मार्फत चाहिँ कुनै न कुनै कसैले अब भिडियो फोटो हाल्दाखेरि हामीले नदेखेको हुन्छ फुलकुमारीलाई तान्नुहोस् त फुलकुमारीलाई मेरो भेना हराउनु भएको छ भन्दै हुन्छ मेरो फुलकुमारीलाई ओके त्यहाँ मैले तानिसकेँ देखेँ मैले हेलो हेलो रोबिन भाइ नमस्कार सबैलाई नमस्कार है कताबाट हुनुहुन्छ हजुर कहाँदेखि कसको नमस्ते होला हजुर म हाल चाहिँ दुबई हो मेरो भाइ नमस्कार सबैलाई नमस्कार है पोखराबाट पावर हाउस हो तपाईँकै छिमेकी हुँ म हजुर कता पोखरामै हो हजुर मेरो घर गहनबाट हो पावर हाउस ए तल्लो गरी माथिल्लो हो माथिल्लो गाउँबाट पावर हाउस ठिक छ हजुर अनि के छ तपाईँको आफन्ती हराउनु भएको कसो अनि यस्तो त्यस्तो त केही छैन तर सबै मिलेर सबैको चाहिँ के अरे सहयोग गरौँ भनेर हो ठिक छ नि त यसो यो फोटोमा कसैले देख्नु भएको छ भने प्लिजै गाइज उहाँ मलाई हराउनु भएको छ उहाँ कहाँको हुनुहुन्छ कहाँको भनेर यो कहाँको भनेर सहयोग गर्ने यताको भनेर सहयोग नगर्ने उहाँ चाहिँ हाम्रो सन्जुको आजी हुनुहुन्छ अनि उहाँ चाहिँ हाम्रो टिप्लिङजीको के अरे म कस्तो बोलेँ आफन्ती हुनुहुन्छ हराउनु भएको छ अनि हाम्रो यति बेला हामीसँग हुनुहुन्थ्यो अघि के हुनुहुन्थ्यो एकजना पक्नु यहाँ प्रकाश भन्ने ब्रदरको आमा हराउनु भएको छ अरे तर हजुरको आइडी प्राइभेट छ प्रकाशजी तर आफन्त हराउनेहरूले मात्रै कमेन्ट गर्नुहोस् है साथीहरू तल आफन्तहरू यसो हराउनेहरूले मात्रै कमेन्ट जसले आफन्तहरू हराउनु भएको छ माथि ल्याएर हजुरले फोटो सो गर्न सक्नुहुन्छ अब हाम्रो माध्यमबाट तपाईँहरूलाई चाहिँ अलिकति पनि हेल्प हुन्छ भनेर मात्रै गर्न खोजेको है किनभने सोसियल मिडियामा धेरै दम हुन्छ है अब एकदम कतिपय कुराहरू सोसियल मिडियाको थ्रु यदि आफन्तहरू हराउनु भएको छ भने तपाईँहरूले ठुलो फोटो राख्न सबै ठेगानाहरू राखिदिनुहोस् माथि आएपछि है अनि उ गर्नेलाई पनि सहज हुन्छ हुन्छ बुद्धिजी अब यसो हामी पीडितहरूलाई दिन्छौँ होला माफ गर्नुहोस् ल यसो तारे है माफ गर्नुहोस् हुन्छ भाइ ल विशेष त हामी पीडितहरू ल्याउँ जसको आफन्त रानीजी नमस्ते हजुर फुलकुमारीजी मैले झ्यापै तपाईँ कमेन्ट देखेँ के हराउनु भएको अन्त के छ तपाईँको समस्या के भएको ए मेरो चाहिँ भाइ आर्मी हो हिजोदेखि कन्ट्याक्टमा छैन कता उहाँ चाहिँ कता बस्नुहुन्थ्यो नि मेरो भाइ चाहिँ उता रसुवामा कता रसुवामा हजुर हेलो नमस्ते हजुर फोटो देखाउनु मिल्छ रानीजी सक्नुहुन्छ फोटो देखाउन रोबिन ब्रदर नमस्ते हजुर नमस्ते ब्रदर सन्चै हुनुहुन्छ सन्चै नै भन्नु पर्यो कहाँदेखि हुनुहुन्छ ब्रदर म काठमाडौँबाट मेरो नि यहाँ भाइ एउटा सम्पर्कमै छैन हराइरह यो भाइ एकदम ठुलो प्रार्थना है ल हुन्छ साथीहरू प्लिज कोही हुनुहुन्छ भने कतिले चिन्नुहुन्छ भने प्लिज ख्याल गर्नुहोस् यो तस्बिरलाई तपाईँ हेर्न सक्नुहुन्छ सेभ गरेर राख्न सक्नुहुन्छ आफन्ती घुम्दाखेरि कति पीडा हुन्छ भने हामी देख्न सक्छौँ तपाईँमध्ये उहाँलाई चिन्नुहुन्छ भने प्लिज साथीहरू है राइडर्सजी तपाईँले सब ठेगाना सहित नाम सहित भनिदिनुहोस् न ए भाइ चाहिँ हेटौँडाको हो हजुर अनि ऊ चाहिँ गाडी नै लिएर गएको थियो हाम्रो डब्बा गाडी हजुर उता माथि उसबाटै नै आयो केही सम्पर्कमै छैन अरू दाजुभाइहरू साथीभाइहरूलाई नै कतिलाई फोन गर्यो धेरैजनै छैन कि धेरैजना कोहीसँग सम्पर्क नै छैन क्या उताको भएको जति खासमा चाहिँ कता रसुवामै हुनुहुन्थ्यो रसुवामा रसुवा माथि बोर्डरमै डब्बा गाडी लिएर गएको थियो अनि कोही सम्पर्कमै छैन एउटा दाइ चाहिँ गुडी राख्नुहुन्थ्यो दाइलाई फोन गरेर दाइ चाहिँ धन्न काठमाडौँ नै हुनुहुँदो रहेछ यो भाइ चाहिँ हामी सँगसँगै हिँड्थ्यौँ क्या हामी हजुर अनि त्यो भाइ चाहिँ खै अब कतै केही पत्तो नै छैन अब धेरैतिर भन्न त भनेको छु हाम्रो यता
ऊहरू नारायणघाटतिर पनि यता चरौतीतिर पनि केटाहरू सबैलाई भनेर राखेको छु। अब खै कता के हो कसो हो पत्तै छैन। हिजो भइसकेकोलाई झार्दिँदा हुन्छ। नानुजी हुन्छ म झर्छु नि त अरूहरूलाई पनि पालो दिनु। थ्याङ्क यू है रबिन सरजी। ल सन्जु चिन्ता नलिनु ल। हुन्छ आशा गरौँ सबैको फ्यामिली सकुशल भेटियोस् होइन। एकदमै गाह्रो भइरहेछ नेपालमा त। अब यति झन् यो विदेशमा त यस्तो सास फेर्ने गाह्रो हुँदो रहेछ कि आफ्नो फ्यामिलीभित्र आफ्नो नजिकको आफन्त त्यस्तो हुँदा। म यस्तो 12 घन्टा ड्युटी गर्छु अहिले। म यति टाढा छु नेपालदेखि विदेशमा छु। यस्तो गाह्रो भइरहेको छ माई गड। आँखा सुन्ने खालके त्यो भिडियोहरू हेर्दा अझै पनि फेरि नेक्स्ट लट आउने जस्तो कुरा छ अरे। सो बी अवेर नेपाली जनताहरू नेपाली आमालाई एकदमै धेरै गाह्रो भएको छ। सबैजनाले एकअर्कालाई सहयोग गरौँ। यस्तो बेलामा चाहिँ कसैले पनि लुट धन्दा नमचाइदिनु होला। मान्छेको लास भन्दा पनि जिन्सी सामानप्रति कसैले पनि लोभ नगरिदिनु होला। हिजो एउटा सामाजिक सञ्जालमा तपाईँहरू सबैजनाले भिडियो देख्नुभयो होला। मान्छे सुन तानिरहेको छ के। सायद उसको त्यही ठाउँमा उसको दिदी उसको आमा हुन्थ्यो भने उसले त्यस्तो गर्थ्यो। ऊ पनि त कसैको आमा कसैको दिदी हो नि त। यस्तो कार्य चाहिँ बन्द गर्नु होला। अनि कृपया मेरो पनि आजी हराउनु भएको छ। सबैजनाले कहीँ कतै देख्नुभयो भने प्लिज हाम्रो रबिन सरलाई चाहिँ भनिदिनु। उहाँ चाहिँ हामी चाहिँ छिमेकी हो है। उहाँ पनि पोखराको म पनि पोखराको। हामी एकदमै नजिकको मान्छे हो। थ्याङ्क यू एभ्री वान। थ्याङ्क यू रबिन फ्यामिली अल फ्यामिली। बाई बाई। टेन्सन नगर्नु। अब भगवानको भरोसा गरौँ सकुशल भेटियोस् भनेर प्रार्थना गरौँ है। अब के गर्ने। बाबुले बिचरा मेरो दाइ र बहिनी हराएको छ हेल्प गरिदिनु रबिन दाइ प्लिज। कामले गर्नु नानुजी एउटा कुरो के रानीजीले भर्खर फोटो हाल्नु भएको थियो। अब त्यसमा चाहिँ अलिकति आर्मीको बन्दुक लगाएको त्यसमा रिस्ट्रिक्सन आउँछ कि रिस्ट्रिक्सन बन्दुक लगाएको त आउँछ दाइ। आउँछ है। आउँछ खास तपाईँको त नआउनु पनि उसको चाहिँ गेस्टमा चढेको मान्छेको चाहिँ आउँछ। खै यसमा चाहिँ के हुन्छ? होइन होस्टको नै जान्छ आइडी। होस्टको नै जान्छ। ल म अर्को हेर्छु। नभएदेखि मेसेन्जरमा बनाइदिए हुन्छ नि त। फुल बाबुले चाहिँ हजुरको आइडी प्राइभेट छ माथि तानेर तपाईँ बोल्न सक्नुहुन्थ्यो है। मैले तानिदिनु खोजेको हजुरको बहिनी र दाइ हराउनु भएको छ भन्नुभएको छ। हजुरले चाहिँ आइडी चाहिँ प्राइभेट त्यो अफ गरेर आउनु न ल। दाइ म पनि झर्छु। अरू मान्छेहरूलाई ल्याउनुहोस्। यदि कसैले भेट्नुहुन्छ भने उहाँको सम्पर्कमा गराइदिनु होला। अब हामी पनि यहाँ टाढा अमेरिकामा छौँ होइन। अब नआत्तिनुहोस्। हामी आशा गरौँ सास रन्जन आउँछ भने जस्तै अब आशा गरौँ सबै ठिक होस्। अब नआत्तिनुहोस्। ज्ञान त नि अब जेन हुनु भइगयो। प्रकृतिको सामना हामी झुक्नै पर्छ। तर उम्मिद चाहिँ नहार्नुहोस् हिम्मत नहार्नुहोस्। थ्याङ्क यू सो मच हजुर। हुन्छ आफ्नो ख्याल गर्नुहोस् ल। बस फुलकुमारले तल झारिदिनु भयो। उहाँले देखाउनु भएन। ओके उहाँलाई देखाउनु भएको थियो। मैले ठ्याक्क उहाँ आफै कट्नु भयो। मैले झार गएन। होइन उहाँ आफै कट हुनुभएको। म तानिदिन्छु पक्नुहोस्। फुलकुमार चाहिँ मिल्छ भने आउनुहोस् त। मिल्छ भने बिना बन्दुकको उहाँलाई बन्दुक देखाउनु भयो के गर्ने यार। कस्तो यहाँ भएन कि पक्नु ल। रिस्ट्रिक्सन आउँछ कि भने डर के। सकेसम्म अर्को राख्नु सरको। उहाँलाई पनि असर नहोस् कि मलाई आउँदै आएन कि। हजुर मेरो भेना चाहिँ चाइनाबाट गाडी लिएर आउँदै हुनुहुन्थ्यो नेपाल। अनि 9-8 बजे 8:30मा गेटबाट छिर्यो भनेर घरमा फोन गर्नुभएको थियो दिदीलाई। त्यस पछाडि 9 बजेपछि मोबाइलै स्विच अफ। फोनै लागेन। उहाँ 4जना हुनुहुन्थ्यो एउटै गाउँको। मेरो भेना चाहिँ गाडी चलाएर 3जना साथी लिएर आउनु भएको थियो। 4जना अहिलेसम्म कन्ट्याक्टमै छैन। कसैले देख्नु भएको छ भनेदेखि यो फोटो म राखिदिन्छु। सबै फोटो मसँग छैन। यो पनि दिदीले राख्नु भएको थियो। राम्रोसँग देखिएन सबैको फोटो। हिजो बिहान चीनदेखि नेपालसम्म गाडी लिएर आउने क्रममा भोटेकोसीको वहाँपाले गर्दा मेरो कान्छा देवर लगायत भाइ छोरा कुनै पनि कन्टेन्टमा हुनुहुन्न। ए भगवान् रक्षा गरिदिनु होला।
गाइज कसले देख्नुहुन्छ भने प्लिज है गाइज ल यदि हामी ठुलो पर्दामा राखिदिएको छु हाम्रो सोसियल मिडियामा ठुलो दम हुन्छ तपाईँहरूमध्ये कसैले उहाँले देख्नुहुन्छ भने प्लिज उहाँहरू मिसिङ हुनुहुन्छ है त 4 जना मध्येमा 1 जना कोही कसैले फेला पारिदिनु भएको छ भने सम्पर्क गरिदिनु होला यो फुलकुमारी आइडीमै नै होइन भनेदेखि यो गोमा सारू मगर फेसबुक आइडीमा गएर कसैले कन्ट्याक्ट गरिदिनु होला प्लिज माथि राइनलाई माथि राख्नुहोस् त हुन्छ म राइनलाई राखेँ ल साथीहरू हेर्नुहोस् त बोल्नुहोस् हजुर बोल्नुहोस् त हजुरको सबै यो डिटेल्स भन्नु हजुर नमस्ते सम्पूर्णलाई मेरो चाहिँ भाइ हिजोदेखि कन्ट्याक्ट दिन भइरहेको छ घर चाहिँ उदयपुर राईघाट जोगिदह रोप्ने हो तपाईँहरू कसैले अब त्यता कतै धेरै कन्ट्याक्टहरू गरिसक्यो खै कसले के भन्छ फोनमा पनि कन्ट्याक्ट गरियो अहिले सम्पर्कै हुन सकेको छैन उहाँ भन्नुहुन्छ गाइज तपाईँले देख्नु यति बेला ठुलो पर्दामा हामी देख्न सक्छौँ उदयपुरको पिरिगा नगरपालिका एक रूपनी घर भएर सुवामा कार्यरत सैनिक जवान बालकुमार राई सम्पर्क दिनुभएका छन् हामी ठुलो पर्दा देखिरहेका छौँ तपाईँहरूमध्ये कतिले है कोही रसुवामा हुनुहुन्छ भने तपाईँमध्ये कतिले उहाँलाई देख्नु भएको छ भने कृपया गरिकन है हामीलाई हेल्प गरिदिनु उहाँलाई ठुलो एउटा सहयोग हुन्छ यो चाहिँ है त सोसियल मिडियामा ठुलो दम हुन्छ यस कारण छरपष्ट रहनुभएका हाम्रो भ्युवर्सहरू कतिले यदि उहाँलाई देख्नुहुन्छ भने प्लिज है हेल्प गर्नु भन्न चाहन्छु सबैको परिवार सकुशल भेटियोस् हामी आशा गर्छौँ उम्मेद गर्छौँ है मनमा नेगेटिभिटी धेरै खेलिरहेको छ तर हामी पोजिटिभ सोचौँ हामी सकारात्मक सोचौँ ठिक छ हामी आत्महत्या फुलकुमारी चाहिँ सबै कुरा पोजिटिभ सोचौँ जहाँसम्म भेटिनु होला हामी उम्मेद राखौँ हजुरको टिम सबैलाई धन्यवाद म चाहिँ छुट्टिन चाहन्छु मलाई जोड दिनुभयो धेरै धेरै धन्यवाद नाप दिनुहोस् ल सबै ठिक हुन्छ हजुर हस् त धन्यवाद सबैजना हजुरको टिमहरू थ्याङ्क यू फर टाइम ल हामीसँग हुनुहुन्थ्यो ल अब म पनि हजुरसँग छुट्टिन चाहन्छु थ्याङ्क यू सो मच दिनुभयो ओके राइनजी नाइस टु मिट यु खुसी लाग्यो अब त्यतिखेर चाहिँ नाति भन्न चाहन्छु आफ्नो मनको कुरा सेयर गर्नुभयो है कतिमध्ये तपाईँमध्ये कति देख्नु भएको छ भने प्लिज है त देख्नु भएको छ भने छिटोभन्दा छिटो यसो सम्पर्कमा ल्याइदिनको लागि चाँदनीलाई माथि तान्नु त चाँदनीलाई मैले मेन्सन गरिरहेको छु पवित्र सिस्टरले के बोल्नुस् त पवित्र सिस्टर मैले मेन्सन गरिदिरहेको छु हेर्नु त चाँदनी सन्चै हुनुहुन्छ हजुर सन्चै भन्नुपर्छ है कहाँदेखि हुनुहुन्छ मेरो घर चाहिँ नुवाकोट हो हाल चाहिँ म दुबई छु अनि मेरो दाइ चाहिँ हराउनु भएको हो रसुवाबाट गाडी चलाउनुहुन्थ्यो अनि सामान लिन जानुभएको अरे अनि सामान लिन जाँदाखेरि नै बाटैबाट भन्नुभएको थियो भाउजूलाई चाहिँ म पुगेँ सामान लोड गरेर फर्किन्छु अब भन्नुभएको अरे अनि त्यसको 1 घन्टा पछाडि चाहिँ सम्पर्कमै हुनुहुन्न भन्नुभएको छ उहाँको कुनै फोटो छ पवित्रजी हजुर फोटो छ मसँग दाइ नमस्ते नमस्ते हजुर ब्रदर सन्चै हुनुहुन्छ कता कहाँदेखि हुनुहुन्छ हामी यता मकवानपुर बजारबाट दाइ अनि के छ तपाईँको आफन्त हराउनु भएको कसो मेरो नि दाइ हराउनु भएको थियो कि हजुर मेरो दाइ चाहिँ यहाँ हुनुहुन्छ है एकैसँग ठुलो पता राखेँ ल भएकोलाई तल राखिदिनु न दाजु दिदी हुन्छ रानीजी म तपाईँलाई माफ गर्नुहोस् ल है रानीजी हुन्छ रोबिन ब्रदर हजुर हजुर ब्रदर भन्नुहोस् न प्लिज म झरेँ है अरूलाई पनि पालो दिनु होइन हुन्छ हुन्छ ब्रदर थ्याङ्क यू नाइस टु धन्यवाद मेरो नि दाइ अनि कति हजुरहरूले थाहा छ कि छैन अर्जुन भुषालजीले हाल्नुभएको छ उहाँले नाम लिस्ट सहित सबै हाल्नुभएको छ 400 जना चाहिँ सकुशल भेटिनु भएको भनेर उहाँले हाल्नुभएको छ कतै त्यहाँ पनि हजुरको आफन्तहरू हुनुहुन्छ कि पर्नु भएको छ कि हजुरहरू चिन्तामा हुनुहुन्छ भने एकचोटि गएर सर्च गर्नुहोस् होला है अर्जुन भुषाल भन्ने आइडी सर्च गरेर उहाँको नाम लिस्टमा हेरेर कतै तपाईँको नि आफन्त सकुशल हुनुहुन्छ कि गएर हेर्न सक्नुहुन्छ है हजुरहरूले सास रोज्न आशा हुन्छ भने जस्तै यसो हाम्रो पवित्रजी उहाँ तपाईँ को पर्नुहुन्छ
मेरो उहाँ चाहिँ दाई हुनुहुन्छ, मेरो आफ्नै दाई हो। उहाँ पनि रसुवादेखि नै हराउनु भएको। हजुर। ल गाइज, अब तपाईँले देखेर ठुलो पर्दामा पके पनि अब तपाईँ मध्ये कसैले देख्नु भएको छ भने प्लिज है सहयोग गर्नु होला। जहाँसम्म सास हुन्छ आस हुन्छ भने जस्तै पके पनि हामी उम्मिद राखौँ जहाँसम्म सबै कुरो ठिक होस्, हरेकको परिवार सकुशल भेटियोस् हामी उम्मिद गर्छौँ। म डिसीमा चाहिँ माथि राखेँ ल। हुन्छ हुन्छ। दाइ नमस्ते, मेरो नाम चाहिँ निरेश श्रेष्ठ। हजुर हजुर। म मकवानपुर बजारबाटै थाहा छबाट। हजुर हजुर। अनि मेरो चाहिँ यो दाइ हराउनु भएको अस्ति कति यही 11 गतेदेखि हराउनु भएको। 11 गते फर्स्ट क्यु 6 बजेदेखि भन्नुभएको थियो उहाँको। हजुर। हामीलाई चाहिँ खबर आएको थियो 6 बजेदेखि क्यु भन्नुभएको थियो। उहाँ उता जानुभएको थियो तर उहाँबाट सम्पर्कविहीन भएको, अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन। अनि यताउता फोन गर्दा नि कोहीले भन्छन् अब माथि कता कता जानुभएको हो, टावर नभएको ठाउँमा भन्छन्, तर अहिलेसम्म सम्पर्कविहीनै हुनुहुन्छ। अब मान्छेहरूले भन्छन् अब खोइ उता माथि डाँडामा भागेको हुन्छन् ड्राइभरहरू। उहाँ हाम्रो रञ्जन दाइ चाहिँ ड्राइभर हुनुहुन्छ क्या, ड्राइभिङ। अनि अब कोहीले भन्छन् अब के अरे क्यु छोडेर ड्राइभरहरू सबैजना माथि डाँडामा भाग्नुभएको छ भनेर भन्नुभएको छ। तर यत्रो दिन त लाग्दैन होला पक्कै पनि यस्तो सम्पर्कमा। अब हुन्छ नि मान्छे घरमा त अब सम्पर्क त हुन्छ नि त, तर अहिलेसम्म सम्पर्क नै आउनु भएको छैन। उहाँको श्रीमती चाहिँ पुरै नाजुक हुनुभएको छ, हिजोदेखि बेहोस हुनुभएको छ, अहिलेसम्म केही सम्पर्क आउनु भएको छैन। त्यही भएर चाहिँ अनि तपाईँहरूले हेल्प गर्नुभएको देखेर म पनि छिरेको कि दाइ। हजुर। अब तपाईँको मात्र धेरै मान्छेको मिसिङ भएको छ, अब सम्पर्कविहीन भएको छ। बत्तीहरू नभएको कारणले पनि कन्ट्याक्टमा आउनु नसक्नु भएको होला। अब कसैले देख्नु भयो भने सम्पर्क गर्नु न। गाइस, विशेष गरी कोही रसुवादेखि हुनुहुन्छ भने है तपाईँहरूमध्ये कतिले यो फोटोलाई यो अनुहारलाई देख्दै हुनुहुन्छ भने प्लिज सकेसम्म हेल्प गरिदिनु होला। किनभने धेरै मान्छेहरूको आँखा रसाएको छ यति बेला चाहिँ, र कोही भेटियो भने त्यो हर्ष एकदमै रमाइलो हर्ष हुन्छ। अनि यो दुःख चाहिँ हर्ष प्रकट होस् हामी उम्मिद गर्छौँ, हामी आश गर्छौँ। प्रेम छेत्रीलाई तान्नु। हजुर, म सम्पर्क नम्बर पनि छोडिदिन्छु रविन दाइलाई। हुन्छ नि त। सरकारजी बोल्नुहोस् त, हजुरको को हजुरलाई धेरै धेरै हाम्रो चन्द्रजीलाई ठुलोमा राखिदिनु त। चन्द्रजीलाई चन्द्रादेवी। तपाईँहरू है सबैजनालाई सपोर्ट गरेको देख्नु भएर आएको कि म यो मेरो भाइ हो। उता रसुवा छिरेको थियो हिजो 7:30 बजेमा चाहिँ यता केरुङ नाका पुग्यो भनेर सम्पर्क भएको थियो अरे। त्यहाँदेखि मेरो भाइ अहिले सम्पर्कमा छैनन्। अनि त्यही भएर यदि कोही कसैले तपाईँहरूले देख्नु भएको छ भनेदेखि है सबैजना जता भयो नि जसले भयो नि कन्ट्याक्ट गरिदिनु सक्नुहुन्छ भनेर क्या हेल्प गर्नको लागि। त्यही भएर म नि सबै यहाँ देखेर माथि तान्नु भनेको हो क्या। अब लाइन नम्बर पनि सम्पर्क हुन सक्नुहुन्छ है। अब सम्पर्क नम्बर हुनसक्छ, हामी उम्मिद राखौँ जहाँसम्म। तपाईँमध्ये कतिले अब देख्नु भएको छ भने प्लिज है उहाँलाई सम्पर्क गरिदिनु होला। यहाँ मलाई वाट्सएपमा नाम मान्छेको लिस्ट आएर एकैछिन सबैजनाले जो कोहीले देख्नु भएको छ मेरो भाइलाई देख्नु भएको छ के अरे यता भेट्नु भएको छ भनेदेखि है सबैजना जसले भयो नि कन्ट्याक्ट गराइदिनु सम्पर्क गरिदिनु होला। यदि भेट्नु भएको छ भनेदेखि हिजोदेखि सम्पर्क दिनु भएको छ, कति सबैतिर के अरे सम्पर्क गरिसक्यौँ, कति उयो गरिसक्यौँ, केही थाहा पनि पाएको छैन। मेरो भाइको मम्मी बाबा सबै बेहोसमा हुनुहुन्छ, उहाँको परिवार फ्यामिली सबै के अरे बेहोसमा हुनुहुन्छ, कुनै पनि बोल्न सक्ने अवस्थामा छैन हुनुहुन्न क्या अहिले। हजुर हजुर। अब
सिस्टर अब उम्मिद राखौँ है उहाँ सकुशल अब यस्तो हुनसक्छ नि त अब भाग्ने क्रममा अब मोबाइलहरू छुटेको हुनसक्छ मोबाइल अफ भएको पनि हुनसक्छ टावर अब त्यहाँ अब धेरै अरू त्यो मतलब टावरहरू नटिप्ने ठाउँमा हुनसक्छ होइन अब आश राखौँ जबसम्म उहाँको हामीले केही खबर पाउँदैन आश राखौँ हजुरहरू 7500 भ्युअर्स हुनुहुन्छ जसले पनि काहीँ न कतै मिडिया मार्फत चाहिँ उहाँ चाहिँ म सकुशल छु भनेर आउनुभयो भने प्लिज है हाम्रो चन्द्रदेवी थिङ बमजम सिस्टरलाई चाहिँ सेयर गरिदिएर उहाँलाई चाहिँ इन्फर्म गर्नु होला मेसेज छोडिदिनु होला भन्छु है मैले चाहिँ हजुर थ्याङ्क यू रुबिन दाई के अरे अरूलाई लिनु अरूलाई पनि लिएर सबैजनालाई उयो गरिदिनु म किरण लामिछानेलाई पिक गर्दा दिदी ओके ओके मैले पहिला यहाँ ब्रदरलाई यो ठुलो पर्दामा राखेर म भन्न लगाउँछु भएकोलाई तल झार्दै नि हुन्छ दिदी हुन्छ हुन्छ ल नातिनुहोस् है हाम्रो चन्द्र सिस्टर नातिनुहोस् है मैले चाहिँ नानुजी हजुर मलाई चाहिँ धेरै मान्छेको नाम सायद सकुशल मान्छेको नाम मलाई व्हाट्सएपमा नाम आएको छ हजुर हजुर पढिदिनु पर्छ क्या हुन्छ हुन्छ पढिदिनु न पढिदिनु बिचरा नाम मात्रै सुनेर भए पनि ओहो सकुशल हुनुहुँदो रहेछ भनेर आत्मबल मिल्छ नि बिचरा पढिदिनुहोस् नाम लिस्ट नमस्ते 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 जोडिन्छ मेरो पनि भाइ हिजोबाट रसुवा नाकाबाट ड्राइभर हुनुहुन्थ्यो अनि सम्पर्कमा हुन सकेको छैन अहिलेसम्म यदि कोही कसैले देख्नु भएको छ थाहा छ भने केही छन् सम्पर्क गरिदिनु होला मेरो भाइ चाहिँ मकवानपुर थाहाबाट हो सुदीप वाइबा यदि कोही कसैले देख्नु भएको छ भने प्लिज सम्पर्क गरिदिनु होला जानकारी गराइदिनु होला फोटो छ उहाँ छैन फोटो प्रेम छेत्रीजी हजुर बोल्नुहोस् न म्युट स्ट्रङ ब्रदर स्ट्रङ मेरो आफ्नै भान्जा हजुरको आफ्नै भाइ भान्जा भान्जा हजुर घर चाहिँ मेरो कर्णाली प्रदेश सिलगढी जिल्ला हो रसुवा चिनिया कम्पनीमा काम गर्नुहुन्थ्यो रसुवामा हजुर भान्जालाई याद अरू थुप्रै गाउँको हाम्रो अरू भान्जा पनि थियो अरू भान्जा अहिलेसम्म सम्पर्कमा अब सबैजना धेरै नाजुक अवस्थामा छन् म चाहिँ अहिले हालमा मधेसमा छु कसैले सम्पर्क देखेन कसैले दिदी बोल्दै सके होइन घरतिर एउटा लगायत कसैले उहाँलाई देख्नु भएको छ भने प्लिज है हेल्प गरिदिनुलाई भन्न चाहन्छु विश्व भन्न चाहन्छु ल के गर्ने यस्तो छ यहाँ नेम एकैछिन क्या नानु सिएस रबिनजी हजुर हजुर के अरे त्यो नेपाल पुलिस इन्स्टाग्राममा हो कि केमा हो नेपाल पुलिसले क्युआर हालेको छ क्या कुनै नाम नखुलेको तर मान्छेहरू नाम ऊ गरेको क्युआरहरू हालेको छ एकचोटि त्यहाँ पनि गएर स्क्यानिङ गर्नु न है कसरी गर्ने त्यो नेपाल पुलिसको पेजबाट चाहिँ क्युआर हालेको छ नेपाली पुलिस पेज अनि क्युआरमा के गर्ने त्यहाँ गएर क्युआर चाहिँ स्क्यानिङ गर्यो भने अब त्यहाँनिर नामहरू निस्किन्छ क्या को उयो भएको लिस्टहरू आउँछ ठिक छ नि त लाइभमा फेरि अहिले त्यस्तो गर्न मिल्दैन लाइभमा फेरि क्युआर सकेसम्म यो अलिकति
भन्न खोजेको जति पनि हुनुहुन्छ यहाँ जति पनि सुनिरहनु भएको छ जति पनि हुनुहुन्छ एकचोटि स्क्यानिङ गरेर आफूले चिनेको या नचिनेको कोही हुनुहुन्छ भने एक अर्कालाई सपोर्ट गर्नु भनेको क्या यहाँ धेरै मान्छे नाम लिस्ट पढ्न भन्नुभएको छ मलाई व्हाट्सएपमा आउनु त तर सायद पढिदिनुहोस् न त नाम हाम्रो यहाँ सान्विकाजीको एउटा सब भेट्यो भनेर मलाई मेसेज गर्नुभएको छ तल एकछिन अफ भन्नुभएको छ अफ गरिदिनुहुन्छ अघि आउनुभएको थियो माथि उद्धार भएको अरे नाम चाहिँ उद्धार भएको अरे हजुर माथि तान्नु त आयो भन्नुभएको ओके मैले सान्विकाजी हजुर हजुर अघि यहाँ माथि आउनुभएको थियो नि मैले तान्दैछु अघि यहाँ फोटो देखाउनु भएको थियो नि हजुरको फ्यामिलीलाई धेरै धेरै धन्यवाद हाम्रो एकजना लास भेटियो र उहाँको फुपूलाई पठाइसक्नु भएको रहेछ एकजनाले मैले उता उ गरिदिएको थिएँ एकजना चाहिँ भेटियो तर खम्बु बोरा र सानो 8 महिनाको बच्चा चाहिँ भेटिएको छैन तर एउटाको लास चाहिँ जो चिन्दिने छ त्यही नै खुसी भन्नु दुईटा चाहिँ भेटेको छैन सायद उहाँहरू हुनुहुन्न होला तर रविन दाईको भिडियो गरेर के गरिदिनु भयो होइन उहाँसँग पुऱ्याइदिनु भयो धेरै खुसी हामी यति टाढा भए पनि हजुरहरूले यो सहयोग गर्नुभयो त्यही नै ठुलो कुरा छ रविन दाई रेस्पेक्ट हजुर अलवेज रविनलाई एकचोटि नाम सुनाउनु न ल हुन्छ म नाम भन्छु ल है धेरै मान्छेले म नाम भन्नु गएको छु यहाँ सायद उद्धार गरिएको होला है किनभने मलाई व्हाट्सएप भर्खर बदले उद्धार गरेको न्युजमा उद्धार भनेर आएको थियो अरे म उहाँको नाम पढ्न चाहन्छु लगभग मसँग कति 373 जना हुनुहुन्छ होला यहाँहरू म तपाईँको आफन्ती पनि पढ्न सक्नुहुन्छ है म पढ्न चाहन्छु तपाईँको लागि वासुदेव आचार्य कृपया गरेर मिठा बस्नुलाई एकछिन वासुदेव आचार्य सिन्धुपाल्चोक लामु तामाङ टिमुरे खेम साङ्बु तामाङ टिमुरे मिनबहादुर श्रेष्ठ सिन्धुपाल्चोक कुशल मगर सिन्धुपाल्चोक दावा डोल्मा स्याफुरबेसी अशोक श्रेष्ठ सिन्धुपाल्चोक पेमा तामाङ स्याफुरबेसी राजेन्द्र भट्ट कञ्चनपुर भक्तबहादुर घरती जाजरकोट नन्दलाल घरती बर्दिया देवेन्द्र खड्का ललितपुर राजन खत्री दोलखा एन्जेल पौडेल मोरङ प्रदीप चन्द महेन्द्रनगर रामकुमार खड्का सिन्धुपाल्चोक भूपेन्द्र भुजेल रामेछाप अरविन्द मेहता सप्तरी सम्झना नेउपाने स्याफुरबेसी स्टाफ नर्स सानु कान्छी मोक्तान दाङ दावा छेम्जोङ स्याफुरबेसी मेन्दो पेङमा तामाङ स्याफुरबेसी प्रतिमा लामा स्याफुरबेसी मिसन लामा स्याफुरबेसी फुर्पा बमजन तामाङ स्याफुरबेसी इन्द्र बहादुर कार्की सिन्धुपाल्चोक सुकुमान बर्दियाको अघि आसला थिए नन्दलाल घरती बर्दिया नन्दलाल घरती बर्दिया ओके म पढ्न चाहन्छु म कन्टिन्यू गर्न चाहन्छु मेन्दो पेङमा तामाङ स्याफुरबेसी प्रतिमा लामा स्याफुरबेसी मिसन लामा स्याफुरबेसी फुर्पा बमजन तामाङ स्याफुरबेसी इन्द्र बहादुर कार्की सिन्धुपाल्चोक सुकुमान कामी सानो बार्खु रञ्जन शेर्पा स्याफुरबेसी तीर्थबहादुर कार्की सिन्धुपाल्चोक म चाहिँ नाम पढ्न चाहन्छु नम्बर 30 थम्फु गले टिमुरे हिमा गले टिमुरे रमेश बहादुर बुढा नखुलेको ज्ञानबहादुर थिङ नखुलेको श्यामलाल मोक्तान नखुलेको सायद एड्रेस नखुलेको होला तीर्थबहादुर बुढा नखुलेको उमेश रावल नखुलेको राजु तामाङ नखुलेको भुवन सिंह पाखरी नखुलेको निमा ग्याल्बो घले नखुलेको पाङपाङ शेर्पा नखुलेको सागर सहनी पटेल नखुलेको इसार तामाङ उत्तर गया 4 नाम नखुलेको कालिका 44 नाम नखुलेको कुनै पुरुष सुशीला बोलन उत्तर गया 5 सिद्धार्थ तामाङ उत्तर गया रञ्जन खत्री नखुलेको सिजल थापा छेत्री उत्तर गया 4 कमल बहादुर शाही कालीकोट दिन्दुप घले नखुलेको दिलिजापुन रोल्पा गीता पुजाई अर्घाहाँची अन्जु घरती बर्दिया अनिता शाही रुकुम लाक्पा चिमो स्याफुरबेसी मेन्दो ग्याल्मो तामाङ स्याफुरबेसी निमा दोरेज तामाङ सानो बार्खु सकिया जयना रामायण
भारत। यस्तै गरी म 28 नम्बर मैदली कमल सिंह सुर्खेत, मैदली माल्टा लेखेको छ कुनै, कमल सिंह सुर्खेत, सुजल पौडेल सिन्धुपाल्चोक, सहदेव राई सिन्धुपाल्चोक, दिपेन्द्र तामाङ सिन्धुपाल्चोक, कासाङ डोल्मा टिमुरे, उजिन तामाङ टिमुरे, सोनाया तामाङ टिमुरे, रिन्जन तामाङ टिमुरे, कामन शेर्पा स्याफ्रु, कार्म तामाङ स्याफ्रु, ललिता तामाङ स्याफ्रु, तेन्जिङ तामाङ स्याफ्रु, मिनु तामाङ स्याफ्रु, केसिङ तामाङ स्याफ्रु, लकेश चौलागाई बाँके, शेरचिङ लामा खै खाली छ है, मिनबहादुर कार्की, लालकेश चौलागाई, इमान सिंह तामाङ, दोर्जे तामाङ टिमुरे, साम्बा तामाङ टिमुरे, निमा स्याङ्बो टिमुरे, डेनी तामाङ टिमुरे, विवश तामाङ स्याफ्रु, ग्याल्बु तामाङ स्याफ्रु, लालु तामाङ स्याफ्रु, भाषिका कार्की काठमाडौँ, सीता तामाङ स्याफ्रु। यस्तै गरी 204 नम्बर लोप्साङ तामाङ स्याफ्रु, उत्तम रावत सिन्धुपाल्चोक, दावा सेचुङ तामाङ टिमुरे, कामी सुतुङ टिमुरे, फणेन्द्र जोशी कञ्चनपुर। हजुर 57 वालाको नाम फेरि पढ्नु रे। 57 नम्बरमा निमा दोर्जे तामाङ सानो पार्खु, दुई 7 नम्बर कामी सितुङ टिमुरे, फणेन्द्र जोशी कञ्चनपुर, राजकुमारी तामाङ स्याफ्रु, प्रसुना तामाङ स्याफ्रु, दानुमाया तामाङ स्याफ्रु, बसु ब्लोन स्याफ्रु, राकेश तामाङ स्याफ्रु, एकिसे तामाङ स्याफ्रु, कर्नेल लामा स्याफ्रु, फुर्पु नर्कु स्याङ्जा कालिका 2, सगुन तामाङ कालिका 1, दावा सोलाङ लामा कालिका 1, शेरबहादुर बस्नेत सिन्धुपाल्चोक, नवराज खड्का दोलखा, डोल्मा लामा टिमुरे, तेन्जन लामा टिमुरे, ऋतु डङ्गोगल नुवाकोट, कसङ पल्मु टिमुरे 2, प्रभा मानन्दर टिमुरे नुवाकोट, तिलकुमारी तामाङ टिमुरे, सोनिया तामाङ टिमुरे, भ्यालेन्टिना इटाली, सुजाना टर्की, इकाट्युरिना रसिया, हटालिया स्विजरल्यान्ड, छिरिङ घले टिमुरे, सनम लोबु स्याफ्रु, सोनम तामाङ ग्रे 5, निमा डोल्मा स्याफ्रु, नुवा चेन्जु स्याफ्रु, जेम तामाङ स्याफ्रु, आकाश तामाङ स्याफ्रु, बुटी तामाङ स्याफ्रु, सीतापुन घरती स्याफ्रु, सुशान्त घरती स्याफ्रु, छिन्दु तामाङ स्याफ्रु, ह्याक्सो तामाङ स्याफ्रु, भुन्टो तामाङ स्याफ्रु, ललित वर्मा नेपालगञ्ज, इशिका वर्मा नेपालगञ्ज, धनकुमारी नेपालगञ्ज, कमल घरती रुकुम, अमिता घरती रुकुम, काजल घरती रुकुम, निङमार स्याफ्रुबेसी, आइतिमाया तामाङ स्याफ्रुबेसी, अर्जुन खत्री बाँके, छिरिङ दोर्जे तामाङ स्याफ्रुबेसी, राजेन्द्र नेउपाने गोसाइकुण्ड, हेम प्रसाद भट्टराई स्याफ्रुबेसी, बिन्दा भट्टराई स्याफ्रुबेसी, छिरिङ ग्याल्बो स्याफ्रुबेसी, दिलकुमारी भेटवाल स्याफ्रुबेसी, भूमिनन्द भेटवाल स्याफ्रुबेसी, निराजन श्रेष्ठ टिमुरे, मुना तामाङ नौकुण्ड, दानुमाया तामाङ रसुवा, घिरिमी तामाङ रसुवा, कासाङ डोल्मा तामाङ रसुवा, त्रिवेश तामाङ रसुवा, तेन्जन लामा टिमुरे, सिनेन दोर्जे टिमुरे, पेमा शेर्पा टिमुरे, पेम्बा ज्याकपु गले टिमुरे, छिरिङ छोमु लामा टिमुरे, याल्मा तामाङ स्याफ्रु, महल तामाङ स्याफ्रु, सुरमनी ओली बर्दिया, कार्मा लामा टिमुरे, ताराकेशी प्रहरी, छोबाङ लुपु तामाङ टिमुरे, ज्ञानबहादुर श्रेष्ठ टिमुरे, लाक्पा लामा टिमुरे, रफबहादुर सिंह टिमुरे, सन्जोग नेपाली टिमुरे, विपिन दोर्जे स्याफ्रु, सिङ्गे ढिङ स्याफ्रु, प्रवीण तामाङ स्याफ्रु, सिङ दोर्मा लामा स्याफ्रु, दावापेमा स्याफ्रु, यान्जे तामाङ स्याफ्रु, रोसिका तामाङ स्याफ्रु, सानिमा तामाङ स्याफ्रु, काउना तामाङ स्याफ्रु। अन्त्यमा अब अलिकति बाँकी छ। तपाईँले रविनजी नेत्र बहादुर रोकायाको नाम लिनुभएको थियो? रोका त नाम जस्तो लाग्यो हात। ए यहाँ तर नाम लेखिरहनु भएको रहेछ, त्यही भएर यहाँ त रोकाको नाम त आएन हौ, रोक्या छैन यहाँ। प्रायः जस्तो त्यो रसुवाको त्यो त्यहाँनिर भएको घटना चाहिँ त्यसरी नाम आएको छ। अनि त्यो नेपाल पुलिसकोमा चाहिँ नि जति पनि गण्डकी अथवा चितवनतिर भएको चाहिँ देखाइरहेको छ क्या। आएको छ अरे गाइज, आएको खै के नेत्र बहादुर रोकाया भन्नुभएको थियो। त रोकिया पढे जस्तो लागेन त हौ।
कहाँको हो हेर्नु त रोल्पाको हो कि कहाँको भन्दै म त रोकाया पढे जस्तो लागेन हौ। हेलो हेलो हजुर शोभनजी के छ? रविनजी त्यहाँ ठिकै छ, म धेरै बोलिनँ है। त्यो एकजना रोल्पाको भन्दै हुनुहुन्छ कमेन्ट, कसले हेर्नु भएको छ है कमेन्ट पनि यसो हेर्नु। रोल्पाको चाहिँ एकजनाको भन्नुभएको थियो अघि, त्यो चाहिँ तपाईँले रेस्पोन्स दिनु भएन। रोल्पाको हेर्नुहोस् त एकचोटि, कसलाई उहाँ हुनुहुन्छ भने यहीँबाट जानकारी दिनु होला। तर धेरै चाहिँ रोल्पाको हुनु न के रे? होइन अघि मैले पनि सुनेको थिएँ। दिलिजापुन छ रोल्पाको, दिलिजापुन छ, दिलिजापुन। ल यहाँ कोही हुनुहुन्छ भने चाहिँ त्यहाँ रविनजीले भन्नुहुन्छ, यसो सुनिदिनु होला है। रोल्पाको दिलिजापुन 34 वर्षीय महिला। अघि यहाँ कमेन्टमा भन्दै हुनुहुन्थ्यो रोल्पाको। कन्टिन्यू हजुरलाई पनि उ होला, कन्टिन्यू गर्नु। कन्टिन्यू गर्नुहोस् सर। सालेन्तरको छ कि प्लिज? डोल्पा नाम मैले देखिनँ गाइस। डोल्पा जहाँसम्म खास धेरै जसो त्यही वरिपरिका मान्छे परेछन् के। धेरै जस्तो टिमुरेको र रसुवाको मात्र भन्नु भएको त तपाईँले होइन? स्याफ्रु भन्ने त्यो ठाउँको नाम हो, स्याफ्रु भन्ने। स्याफ्रु बेसी भनेको चाहिँ ठाउँको नाम हो। त्यही त यहाँ सबै धेरै स्याफ्रुको छन् क्या, स्याफ्रु बेसीको। स्याफ्रु बेसी अनि रसुवा र टिमुरेको छन् के। रविन सर हजुर हजुर यसो गरिदिनुहोस् न, तपाईँले त्यो नाम चाहिँ एकचोटि होइन तपाईँले एउटा पोस्ट बनाइदिनु, अनि सबैले तपाईँको त्यो भिडियोमा आएर हेर्नुहुन्छ है। को उहाँसँग सम्बन्धित हुनुहुन्छ, उहाँले त्यो सबै हेर्नुहुन्छ नाम पनि लिस्टमा तपाईँले एकचोटि अपलोड गरिदिनु। तपाईँ अहिले लाइभ इन गर्न बित्तिकै अनि त्यो नेम लिस्ट ऊ राखेर तपाईँ बोलेर एउटा भिडियो बनाइदिए हुन्छ। हजुर हजुर स्टोरीमा हालिदिउँ कि? अब स्टोरी भन्दा पनि भिडियो नि हालिदिनु न। भिडियो गर्दा अलिक बेस्ट होला कि सर? फेरि यति राति के हाल्ने भिडियो यार? भोलि बिहान हालिदिनुहोस् न त। होइन भोलि अझ नयाँ अपडेट आउँछ कि भनेर क्या। त्यो पनि भयो। स्याप्टोपेसीको चाहिँ नि अब माथि नै छ होइन। हुनुहुन्छ भने पारी जानु भयो होला। नुवाकोटको त त्यति खासै मैले नाम देखिनँ। नुवाकोट सोलुखुम्बु नि छ यार। सोलुखुम्बुको भन्नु त एकैछिन म उठ्दै पर्छु ल। 308 नम्बर अञ्जली तामाङ स्याफ्रो, दर्शन डोल्मा तामाङ स्याफ्रो, सुरेश तामाङ स्याफ्रो, सरिता तामाङ स्याफ्रो, सरिता तामाङ 2 जना स्याफ्रो, रिनु तामाङ स्याफ्रो, अनिता नेउपाने घुसेनी, सरिस मदेवकटा घुसेनी, हिरामाया मगर सोलुखुम्बु, बुममाया गले स्याफ्रो, सर्को गले स्याफ्रो, सोनिका तामाङ स्याफ्रो, लनी तामाङ रामेछाप, सुनिता लामा स्याफ्रो, राजकुमार तामाङ कालिका स्थान, सञ्जीव तामाङ कालिका स्थान, डेलप तामाङ कालिका स्थान, अविनाश तामाङ कालिका स्थान, सरिता गुरुङ नौकुण्ड, स्वयं तामाङ, सानबु कान्छी मोक्तान, लाभा ज्यामुजो तामाङ, देवेन्द्र तामाङ, मिन डोल्मा तामाङ, ठुलो हाक्कु, छत्र तामाङ, आमा छोदिङमो, दिलबा तामाङ आक्कु, रमित गुबाजु भक्तपुर, मिस्टर त्रिपाठी काठमाडौँ, उद्धव तिमिसारा सिन्धुपाल्चोक उहाँको चाहिँ, विशाल तामाङ सोलुखुम्बु, पाङ दर्ज तामाङ दोलखा, सुशील श्रेष्ठ दोलखा, निमा तामाङ सोलुखुम्बु, टासी तामाङ सोलुखुम्बु, छिरिङ तामाङ सोलुखुम्बु, च्याङचोङ चाइना, गोङयु चाइना, प्रमोद साक्य भक्तपुर, आइतराम गलान उत्तर गया, तेन्जेन तामाङ टिमुरे, ताराबुढा मगर दैलेख, विकास मल्ल रसुवा, पेमा छिमेकी। रविन दाइ त्यो दैलेखको के भन्नुपर्ने नाम भन्दा? ताराबुढा मगर। ओके। नारायण नेपाली सिन्धुपाल्चोक, पेमा छिम्ले टिमुरे, उर्गेन तामाङ रसुवा, मोहनबहादुर थापा चरिकोट, बुर्कु लेम्जेल तामाङ रसुवा, सुषमा बराल स्याफ्रो, काव्य बराल स्याफ्रो, सिरन तामाङ कालिका, रेहन तामाङ कालिका, दावा तामाङ टिमुरे, पेम्बा ग्याल्बो शेर्पा, आमा छोदिङमो, खारसाङ दावा तामाङ टिमुरे, सौरभ लामिछाने कालिका, सोनम तामाङ सानो बार्खो, दावा शेर्पा स्याफ्रो बेसी, बुद्ध श्रेष्ठ धुन्चे। लास्टमा 2टाको नाम छ, पूर्णबहादुर लो रसुवा, रेन्जन तामाङ रसुवा। बस यति हो। प्रेम राउत ब्रदर
उहाँ चाहिँ सकुशल उद्धार गरिएको टोलीको नाम हो है, हराउनेको नाम होइन। तारा बुढा दैलेख लेखेको छ के अरे एकजना प्रश्न गर्नु भएको छ सङ्घ सभाको तारा बुढा मगर त्यो लेडिज दैलेखको त्यो चाहिँ भेटिसकेको छ, एउटा उहाँकै हस्बेन्ड हो नरबहादुर थापा। खास गरी यो चाहिँ घाइते भएको कि कस्तो के को नाम हो? उद्धार गरेको उद्धार भएको सकुशल उद्धार भएको उहाँहरू चाहिँ सुरक्षित हुनुहुन्छ। उहाँहरूसँग चाहिँ नेटवर्कको प्रब्लमले गर्दा फ्यामिलीसँग कन्ट्याक्ट बिन हुनुभएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूको नाम लिस्ट चाहिँ लेखेको। खै मेरो त फ्यामिली नै भेटेन, आमा सबैजना, बहिनी भाइ सबैजना भइरहेछु। हजुर होइन अब यस्तो भयो, बाढीले सबै बगायो नि त, अनि त्यही भएर। हजुर कहाँ हुनुहुन्छ अहिले सिस्टर? हजुर म चाहिँ त साइप्रसमा छु। फोटो छ हजुरको फ्यामिलीको सबैको? भाइ बहिनी अब बाबा भनेको बाबा मात्रै दौडेर अलिकतिले बाबा मात्रै बाँच्नु भएछ, अनि भाइ बहिनी मम्मीहरू चाहिँ सबैजना पढ्नुभयो फ्यामिली नै। गाइस दोलखाको एकजना हुनुहुन्छ है नवराज खड्का भन्ने पुरुष। सुर्खेतको प्रकाश भण्डारी हुनुहुन्छ कि नै? सुर्खेतको एकैछिन नि अघि मलाई नाम पढेको जस्तो लाग्थ्यो यार, प्रकाश भण्डारी हो के भण्डारी हो भाइ? प्रकाश भण्डारी एकजनाले उस पनि भन्नुभएको छ, त्यो अघि रुकुमको नाम के अरे, के भन्नुभयो, के घट्यो यार भन्नुभयो? रुकुम मकवानपुरको छ, बर्दियाको नन्दलाल घरती। रुकुमको भन्नुभएको छ। रुकुम छ र एकजना रुकुमको अघि भन्नुभएको थियो के त? रोल्पाको हो एकजना दिलिजा पुन। सरी रोल्पाको। रुकुमको अनिता शाही। रुकुमको अनिता शाही है, जसले कमेन्ट गर्नुभएको छ। अनिता शाही कोही आफ्नो मान्छे पर्नुहुन्छ भने उहाँ चाहिँ मकवानपुर पनि हेर्दिन्न। डोल्खाको छैन है रविनजी? एकजना हुनुहुन्थ्यो के अरे टेकबहादुर थामी त होइन होला है नाम? उहाँ पनि मिसिङ हुनुभएको रहेछ मेरो साथीको। मलाई वाट्सएपमा अपडेट राख्नु हेर्छु है के हो। हुन्छ मोराङको हुन्छ सिस्टर, म सोधिदिन्छु है। मकवानपुरको भन्नुभएको? हुन्छ नयाँ अपडेट आइसक्यो होला फेरि पनि है। हजुरहरूले यस्तो गर्नु न है, हाम्रो चाहिँ के भुषाल अर्जुन भुषालजीकोमा चाहिँ 400 जना सकुशल उद्धार भएको भनेर अपडेट गर्नुभएको छ। उहाँले नाम लिस्ट सहित 2-3 घन्टा अगाडिको भिडियोमा पोस्ट गर्नुभएको छ। त्यहाँ गएर पनि सर्च गरेर आफ्नो मान्छे हेर्न सक्नुहुन्छ है। नाम सहित जिल्लाको सबै उहाँले राखिदिनु भएको छ है, त्यहाँ गएर नि हेर्न सक्नुहुन्छ। उहाँलाई बोल्न दिनु न, यो हाम्रो मैच्याङलाई बोल्न दिनु न। मैच्याङ बोल्नु न। मैले त खोइ मेरो गाउँको त एउटा नि नाम सुनेन, रसुवा नै हो, तर हाम्रो चाहिँ यता रसुवा सलेन्डर भन्ने ठाउँ हो, सलेन्डर र शान्ति बजार भन्ने ठाउँ हो। अनि अब छुट्टै बहिनी बेत्रगतिमा थियो, उसको नाम चाहिँ अब सविता तामाङ भन्ने छ। उसको त फ्यामिली नै। हजुर फोटो त छ तर अर्को फोनमा छ कि यसमा त छैन। म आफैले पनि अलि बोल्न भइरहेछ एकदमै। अब त्यस्तो नसोचेको भयो है, अचानक अब बाबाले त अब मम्मीलाई बचाउनै खोजेको रे, अब हात मात्रै समाउन पायो भन्दै हुनुहुन्थ्यो बाबाले। अनि बाबा पनि अहिले एकदम बेहोसमा हुनुहुन्छ। बाबा चाहिँ अब गाउँभन्दा तल एकदम हेलिकप्टरले तारेर ल्याउनु भएछ। तपाईँ बाहिर हुनुहुन्छ है? हजुर म चाहिँ बाहिर छु। बहिनी आमा सबैसँग खै बोल्न पाएन, त्यस्तो अचानक त्यस्तो भएछ। अरू पनि लिस्टमा पढ्छु ल है। हजुर हुन्छ। निरज तामाङ उत्तर गया 4, आइतिमा तामाङ आकुबेसी, मिनमार छोवाङ आकुबेसी, निमादुर तामाङ
आमा छुदिङ मो, दिनेश जैसी बाजुरा, श्याम जैसी बाजुरा, रमनलाल श्रेष्ठ काठमाडौँ, पेम्बा तामाङ टिमुरे, पेम्बा लामा टिमुरे, सागर श्रेष्ठ सिन्धुपाल्चोक, कर्मरञ्जन तामाङ टिमुरे, नेत्रराज पोखरेल सिराहा, देवलाल मुर्यु झापा, रोशन विष्ट प्रहरी हवलदार सिन्धुपाल्चोक, दुर्गाबहादुर मगर प्रहरी चितवन, बल्लीनाथोगी भारत, खिरु बहारी भारत, छोङगमु तामाङ धुम्चे, साङ्बु तामाङ टिमुरे, दावा छोक्पा तामाङ थुमन, डोल्पा तामाङ थुमन, कामी तामाङ थुमन, अन्जु तामाङ थुमङ, छिमा तामाङ थुमङ, निर्जना तामाङ थुमन, कमैया तामाङ थुमङ, विकास तामाङ थुमङ पर्छ ल, राजन तामाङ रामचे, निरात मुस्लिम भारत, सलमान अल्लाह भारत, शिवकुमार भारत, म्याग्दी हसन भारत, तेन्जन तामाङ स्याफ्रु, लक्ष्मी तामाङ स्याफ्रु, एन्जल घलान स्याफ्रु, जेम तामाङ स्याफ्रु, सङ्गीत तामाङ स्याफ्रु, निमा स्याङ्बो स्याफ्रु, फुबा लामु तामाङ स्याफ्रु, पेमा तामाङ स्याफ्रु, निङमा तामाङ स्याफ्रु, सोनम तामाङ स्याफ्रु, ग्यालसाङ तामाङ स्याफ्रु, सचिन खाती इन्डिया, सागर खड्का धुन्चे, सामिया कर्मा तामाङ स्याफ्रु, विनोद नेउपाने कालिका, सुमे तामाङ स्याफ्रु, छिरिङ नुर्बु स्याफ्रु, सुगम पौडेल स्याफ्रु, निमा बुट्टी तामाङ स्याफ्रु, याबुने तामाङ स्याफ्रु, सन्तोष उपरकोटी धादिङ, मनोज मगराती त्रिशुली, जीवन तामाङ स्याफ्रु, सुमन तामाङ उदयपुर, नेत्रलाल ढकाल स्याङ्जा, नवराज नेउपाने कालिका, अजित नेपाल धादिङ, मोहनराज श्रेष्ठ नुवाकोट, ग्याल्बोघाले धुन्चे, धनबहादुर मगर सिन्धुली, सुमन मगर सिन्धुली, चाँदनी तामाङ स्याफ्रु, दोर्जे लेन्दुक स्याफ्रु, कान्छा तामाङ स्याफ्रु, अर्को लिस्ट पढ्छु ल, रञ्जित तामाङ रसुवा, राजु तामाङ रसुवा, जङ्गे तामाङ रसुवा, अजय श्रेष्ठ धादिङ, पुरुषोत्तम शर्मा बर्दिया, तेन्जन तामाङ रसुवा, फुर्पा साङतेङ तामाङ रसुवा, सानिमाया तामाङ रसुवा, भीमदत्त जोशी बैतडी, कौशल थापा दैलेख, राजेश कुमार महतो रौतहट, राजाराम शाह महोत्तरी, राजु लामा रसुवा, साङतेङ डोल्मा लामा रसुवा, किशोर फुर्कोटी काठमाडौँ, आनन्द मगर डोल्पा, रञ्जन शेर्पा रसुवा, पासाङ शेर्पा रसुवा, फुर्सल लामा सिन्धुपाल्चोक, छिरिङ ग्याल्बु लामा टिमुरे, छेदन लामा टिमुरे, निमा तामाङ टिमुरे, तारा फुवाल सिराहा, सञ्जिता घले काठमाडौँ, खड्गबहादुर कार्की रामेछाप, तेजबहादुर परियार सुर्खेत, कृष्णबहादुर घिमिरे अर्घाहाँची, शिवचन्द काठमाडौँ, विपिन लोहार कैलाली, सञ्जीव पौडेल स्याफ्रु, लोकेन्द्र सिंह बजाङ, प्रदीप श्रेष्ठ नुवाकोट, रामचन्द्र श्रेष्ठ नुवाकोट छ, पासाङ दावा शेर्पा सोलुखुम्बु, लाक्पा तामाङ स्याफ्रु, तुलसी तामाङ स्याफ्रु, शान्ति सोनम तामाङ स्याफ्रु, सेती तामाङ स्याफ्रु, सोनम तामाङ स्याफ्रु पर्छ है, ग्याल्जन तामाङ सिन्धुपाल्चोक, ग्याम्जो तामाङ सिन्धुपाल्चोक, उमेश श्रेष्ठ बनेपा, दावालामा सिन्धुपाल्चोक, सूर्यबा तामाङ रसुवा, प्रदीप चौलागाई टिमुरे, सरू चौलागाई टिमुरे, रोजिना कार्की टिमुरे, सबिन श्रेष्ठ सिन्धुपाल्चोक, यज्ञबहादुर पौडेल सिन्धुपाल्चोक, दिलबहादुर गुरुङ टिमुरे, मानबहादुर पौडेल टिमुरे, पूर्णबहादुर लो रसुवा, रञ्जन तामाङ रसुवा, सुनिल आले मगर रसुवा, राजकुमार बाइबा रसुवा, सुषम तामाङ नुवाकोट, मियालामा तामाङ रसुवा, भरत शर्मा कञ्चनपुर, दिनेश तामाङ रसुवा, कुन्ती तामाङ रसुवा, रिमा तामाङ रसुवा, रिवात तामाङ रसुवा, डोल्मा शेर्पा रसुवा, पेङमा तामाङ रसुवा, बिरु तामाङ रसुवा, बसन्त जीसी दाङ, कर्मा छेसाङ तामाङ रसुवा, युनि तामाङ रसुवा, विमल तामाङ रसुवा, अर्जुन घाले रसुवा, मणिराज गुरुङ पास्तर, दिपेन्द्र भण्डारी बुटोल, नरेन्द्र थारू बर्दिया, प्रेम धामी दार्चुला, प्रदीप थापा प्युठान, राजु तामाङ नुवाकोट, उद्धव पाण्डे धादिङ, राम ढकाल रसुवा, अलिकति छ गाई यो चाहिँ जहाँसम्म उद्धार भएको है, उद्धार भएको नाम हो क्या सायद जहाँसम्म, सृजना तामाङ सोलु, रोजिना मगर स्याफ्रु, जीवन श्रेष्ठ विदुर, विष्णु भक्तमानन्द विदुर, अनिल तामाङ नुवाकोट, पूजन तामाङ धादिङ, इन्द्रजित महाराज चितवन, निमा घले स्याफ्रु, ग्याल्मो घले स्याफ्रु, दीपक तामाङ नुवाकोट, काछ्युबिन चाइना, ग्युयु चुवान चाइना, डुजी होङ चाइना, लोन्जी थिङ चाइना, ज्याङक्यु फाङ चाइना, वाइटासी तामाङ आकुबेसी, छोटा तामाङ आकुबेसी, मिनबहादुर तामाङ दोलखा, गोकर्ण सुनुवार नुवाकोट, समीर तामाङ काठमाडौँ, राजन तामाङ दोलखा,
शम्भु अन्सारी भारत सेकेन्ड लास्टमा, निमा तामाङ स्याफुरबेसी अनि सागर पौडेल स्याफुरबेसी बास अहिलेसम्मको। भन्ने देख्नु भएको छ हजुरले? यहाँ रञ्जना रञ्जना भनिरहनु भएको छ। मैले कमेन्ट गर्नु भनेर भनेको, कमेन्टै गर्नु भएको छैन। रजना सिस्टर हजुर तल हुनुहुन्छ नि, कमेन्ट गर्नु प्लिज, कमेन्ट गर्नुहोस् त, एकचोटि कमेन्ट गर्नुहोस् त। गाइज बर्दियाको खासी हुनुहुन्न है गाइज, बर्दियाको रञ्जना तामाङ कमेन्ट गर्नुहोस् त। रञ्जना तामाङ बर्दिया 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 हजुर हजुर एकचोटि बुटोलको नाम भनिदिनुहोस् र यहाँ कमेन्टमा भन्दै हुनुहुन्छ। बुटोलमा एकजना मात्र हुन्थ्यो यार। मोरङको एकचोटि भनिदिनु रे, तल बेसरी कमेन्ट आएको छ, मोरङको नाम भनिदिनु रे एकचोटि। तर सकेसम्म मोरङको धेरै हुन्न के रहेछ, मोरङको नाम पढेर जस्तो यार धेरै सो मोरङतिरको हुन्न कि उतै स्याफुरबेसी उतैतिर धेरै सो पर्नु भएको छ। बैतडी सो टिमुरे स्याफुरबेसी र नुवाकोटको छ कि बढी? नुवाकोट पनि छ नि धेरै जस्तो यहाँ। नाम भेटाउनु बुटोलको भेटाउनु भयो सर? दार्जिलिङको 2 जना हुनुहुन्छ है, दार्जिलिङको 2 जना हुनुहुन्छ। एउटा मात्र भयो कि बुटोलको है। स्याङ्जाको नाम आएको जस्तो लागेन है मलाई। आएन यार। खै रञ्जनाजीले कमेन्ट बुटोलको एकजना मात्र हुनुहुन्छ, बुटोलको एकजना मात्र हुनुहुन्छ। कमेन्ट गर्नु भएन खै? गर्नुभएको छैन, मैले हेरिरहेको छु। दिपेश भण्डारी मात्र हुनुहुन्छ बुटोलको। ल बुटोलको दिपेश भण्डारी है, सुन्नुहोस् को हुनुहुन्छ? दिपेश भण्डारी हुन्छ रविन दाइ। अब लाइभ इन गर्नु जाला हजुरले पनि है? म पनि अब सुत्नु पर्ला। त्यो अपडेट राखिदिनु लिस्टहरुको। रोल्पाको एकजना मात्र हुनुहुन्छ क्या हो। हाम्रो के अरे रुबिनजीले चाहिँ लाइभ अफ गरेर उहाँले चाहिँ स्टोरीमा राखिदिनुहुन्छ अरे होइन? हजुरहरूले स्टोरीमा गएर हेरेर स्टप गरेर हेरेर हजुरले स्क्रिनसट लिएर पनि नाम लिस्ट पढ्न सक्नुहुन्छ है। हुन्छ रविन दाइ, हजुरलाई एकदमै धन्यवाद छ, एकदमै सम्मान छ हजुरलाई। रविन सर म पनि छुटे है त। ल हुन्छ सबन सर, हुन्छ थ्याङ्क यू। हुन्छ ल है त रविन सर, हुन्छ थ्याङ्क यू सिस्टर। ल बाइ चाहिन्छ।